यो त काठमाडौँबाट यस्तो भयो अँ, उस्तो भयो ठुलो भयो अँ। त्यस्तो भन्ने साथीहरू तर त्यस्तो साथी- भन्दैन। त्यस्तो भनेको छैन है कहिले भने अब विनोद एकदमै भाइको राम्रो काम जीवन गरिरहेछ फेरिन्छ अब अनि मलाई भने जहिले जबरी आउँछ त्यही बेला मलाई फोन गर अनि भव्य स्वागत गर्छ भने हन भेट्ने कुरा छ अनि विनोद भाइले जौबारीको कतिको याद आइरहेछ कहिले जाउँ जस्तो भएको छैन विनोद भाइ मकै छर्ने सिजन आएको थियो छरिसक्यो होला मैले कहाँ छर्नु त्यो सुक्खा डाँडामा छैन नि त्यो अब जोत्न पनि सक्नु पर्यो नि सोध्ने मान्छे तिमी यता आइहाल्यो होइन तिम्रो घर त अरू त थाहा छैन तर तिम्रो चाहिँ बाजे हुन्छ जस्तो छ तिम्रो बारी होइन आधा जोतेर आएको। आधा जोतेर छोडिदिएको थियो ऊ भाइ अब पढ्छ ऊ पर स्कुल गइहाल्छ उसलाई सिकाएको थिएँ जोत्न मेरो भाइ एउटा अनि दाइ दुइटा दिदी एउटा ए तिम्रो दाइले के अरे तिम्रो भाइले पनि जोत्न जानेछन् सानोदेखि त्यो त मैले सिकाएको नि त मैले सिकाएँ त्यसलाई जोत्न ल अब सुटिङको तयारी भइसकेको छ कता गीत पनि बजिरहेको रहेछ ब्याकग्राउन्डमा विनोद भाइ यसरी मेकअप कहिले गरेको थियो कि नै लाइफमा कहिले गरेको थिएन यस्तो म कहिले थाहा पाऊँ लाग्यो यस्तो पहिलोचोटि यो मेकअप गर्दा कस्तो लाग्यो त के हुँदैछ भने भाइ अर्कै लाग्यो असन्जोस ल ल ल ल त्यसो ल ल है फाइनली सुटिङ भइरहेछ विनोद भाइको गीत असाध्यै मिठो गीत छ बिन्दु बिहानी जो हुनुहुन्छ उहाँलाई साथ दिइराख्नु भएको छ है त ल बिन्दु बिहानी युट्युब च्यानलमा केही दिनमा आउँछ सबैले हेरेर साथ सपोर्ट गर्नु है त